सो वेलकम गाइज मेरो नयाँ भ्लगमा। अनि आजको भ्लग चाहिँ यत्तिकै हाउडे भ्लग। म आज यसो चिल गर्नु भनेर बसिरहेको थिएँ घरमै। अनि मैले यहाँ सुभाष दाइलाई फोन गरेको थिएँ। अनि ल भाइ हिँड्न जाऊँ भन्नुभयो। अनि म धेरै पर आएँ हिँड्नलाई। ब्याग बोकेर आउनु भनेको थिएँ मैले, ठ्याक्क ब्याग बोक्नु यो ब्याग त म ट्राभलमा त बोक्दैन अहिले त्यति। म बोक ए दामी लाग्यो यो स्ट्यान्ड चाहिँ है, कस्तो मजाले बस्दिनु रहेछ नि त जहाँ पनि। ग्रिप सिप पनि छ, कोरिँदैन गुड म्यान। या आज सानो छोटो मिठो हामी ट्रेकिङ जाँदैछौँ। र हामी चाहिँ लास्ट टाइम यो 1 महिना जस्तो भयो म चाहिँ रेगुलरली सब ठाउँमा गइरहेको छु, वरिपरिको डाँडाहरू सबैमा जाने। अनि त्यो सँगसँगै चाहिँ भिडियोहरू पनि बनाउँछु, बिस्तारै आउँछ अलिकति दामी पारामै। तर आज चाहिँ म यो डे टाइममा यस्तो घाम लाग्ने यो पनि छ त यार। घाम लाग्ने बेला यो आज अस्मो पकडले मैले ल्याउन बिर्सेँ क्या, कसरी खिच्न सकिने रहेछ, कस्तो खालको आउँछ यो डे लाइटमा पनि भनेर म टेस्ट गर्छु। अनि अरू यसको फुटेजहरू चाहिँ हाम्रो सलुनको च्यानलमा पनि आउँछ। म दिन्छु तिमीलाई, टेस्ट गर न। ल जाम ढिला हुन लागिसक्यो। म पानी निकाल्छु गाडीबाट। हिँड्नै जाने नि त हामी। म मेरो पनि एउटा सामान छ। ल गाइज म पानी बोक्छु। अनि मेरो यो पनि छ, यो मेरो अहिले हिँड्न जानुलाई माथिबाट लगाउनुलाई। अनि यो पनि बोक्नु पऱ्यो। सो गाइज अब हामी जान्छौँ, दाइ गइसँग दाइको गाडीमा जाने हो। सो त्यहीँ गएर भेटौँला अब। सो गाइज हामी चाहिँ आइपुगेका छौँ। अनि अब यो पार्किङमा हामीले गाडी पार्क गऱ्यो। अनि मैले लुगा पनि चेन्ज गरेँ अलिकति यस्तो लाइट कुद्नलाई हिँड्नलाई। अनि आजको दिन चाहिँ एकदमै राम्रो छ, एकदम हावा चलिरहेको छ, एकदम पिसफुल सनी डे। सो अब हामी हाइकमा जान्छौँ। तपाईँले के भन्छ दाइ? यो ठाउँहरूमा चाहिँ यस्तो राम्रो ठाउँहरू रहेछ क्या, हाम्रो घरकै नजिकको 10-15 मिनट ड्राइभमा चाहिँ यहाँ एकदम सिनरी पिसफुल, जङ्गल, रुख बिरुवा भएको ठाउँमा हामी हिँड्दैछौँ। अहिले हिँड्न जान लागेको। खासमा चाहिँ यो दाइको घरबाट चाहिँ 10-15 मिनट हो, मेरो घरबाट चाहिँ धेरै टाढा छ यो ठाउँ। मेरो घरबाट चाहिँ लगभग 40 मिनट ड्राइभ गर्नुपर्छ। अनि त्यही पनि म हिँड्नलाई आइरहेको छु आज। तिम्रोतिर पनि छ नि होइन नजिक? हाम्रोतिर पनि छ। लाइक एभ्री ठाउँमा बे एरिया पुरै डिफ्रेन्ट छ। एउटा ठाउँमा अर्कै खालको हुन्छ, अर्को ठाउँमा अर्कै खालको हुन्छ। यहाँको राम्रो कुरा चाहिँ त्यही हो क्या। यहाँ चाहिँ वरिपरि नजिक पार्कहरू हुन्छ। पार्क भयो भने उनीहरूको व्यवस्थित हुन्छ फेरि। होइन प्लास्टिक साथी यताउता फाल्ने होइन, एउटा टाइममा जस जान आउन पाउँछ। यस्तो कुरा चाहिँ हामीले सिक्नुपर्छ। पार्किङ यो एउटा सिभिक सेन्सको कुरा हो। एक्ज्याक्टली। सो गाइज हामी हिँड्दै थाकेर म चाहिँ यसो रुखमा बसिरहेको छु अहिले। दाइ पनि उता अर्को रुखमा हुनुहुन्छ। अनि हामी चाहिँ अलिकति यसो गर्मी भयो। त्यहाँ बस्ने ठाउँ चाहिँ साइडमा छ क्या, झन् चाहिँ चियर। तर हामीलाई एकदम गर्मी भयो। अनि यस्तो रुखको छाउमा आएर आफ्नो नेचरमै आउनुपर्छ। हामी रुखमा बसे पनि हामी रुखलाई सपोर्ट गर्दैन। घाममा हिँडे पनि रुखमा चढे पनि हामी सपोर्ट चाहिँ होइन है। सो गाइज हामी चाहिँ अहिले आइपुगिसकेका छौँ। कहाँ आइपुगिसकेका छौँ थाहा छैन। यो माथि एकदम राम्रो रहेछ, यो रुख पनि। भाउ यो ठाउँ रमाइलो रहेछ। कस्तो लाइटै दामी भयो एउटा। कहाँ जाने चाहिँ कता जाने? जान मन भएको चाहिँ मलाई खासमा यहीँबाट उता यस्तो डाँडा गएर होइन, अनि लगभग माथितिर पुगेर झर्ने बेला चाहिँ उताबाट झर्ने। तर खोलाको त्यो के अरे
ड्यामको नजिकबाट क्या त्यो चियो हुन्छ नि त चराचुरुङ्गीहरू टन्नै देखिन्छ क्या त्यो खोला छेउमा तर अहिले हामी अर्कै बाटो किनकि यहाँ आई थिङ्क प्राइभेट प्रोपर्टी प्राइभेट चाहिँ यहाँबाट जानु मिल्दैन तर हामी उताबाट अहिले म्यापमा गुगल म्यापमा हेरौँ न लिगल बाटो भइहाल्छ यहाँ सोध्यो क्या यो चाहिँ सही छ है ठाउँ यो दुईवटा कान फुत्त पास हुन्छ अब हेर्नै 1 2 3 लुक वाइडको त कति रमाइलो हुन्छ यार वाइडमा खेल्नलाई तर म माथि राख्नै सकिनँ क्या क्यामेरा हात एकैछिनमा थाक्छ कति हो मलाई तपाईँलाई अब थाहा हुन्छ बिस्तारै झर्दै जान्छ अनि अघि चाहिँ सुरुमा हल्कै लागेको थियो यो सेटअप र अहिले चाहिँ गरौँ हुँदै गयो प्राय खिच्ने बेला चाहिँ अहिले चाहिँ म अलिकति मोर इन्टेन्सनल भएर नै खिच्ने प्रयास गर्छु अनि केही कुरा मलाई मन पऱ्यो भने चाहिँ एटलिस्ट त्यसको म डिफ्रेन्ट एङ्गलबाट मिनिमम 2-3टा एङ्गल अब कति हुन्छ होइन त्योबाट लिनु मन लाग्छ अनि त्यो सँगसँगै डिफ्रेन्ट क्या त्यो क्लोज अनि कुनै वाइड होइन कुनै चाहिँ एकदम होइन एक्सट्रिम क्लोज टाइपको मैले हिजो डाइनामिक फिल हुने चाहिँ क्या होइन मैले हिजो एउटा साथीसँग कुरा गरिरहेको थिएँ मेरो उसले राम्रो फोटो खिचिरहेको हुन्छ क्या अनि उसले चाहिँ क्याननको 50mm लेन्स चलाइरहेको छ क्याननकै क्रपमा अनि उसले त्यो 50mmले खिचिरहेछ अनि उसले खासै ग्रो नै भए जस्तो फिल हुँदैन भन्दै थियो क्या अनि त्यही भएर त्यो कहिले काहीँ कुनै एङ्गलहरू एकदम टाइट पनि खिचिरहेको छ मान्छेहरूले सो अलिअलि भर्सटाइल चाहिँ हुनुपर्छ बरु एप्रेसर म्याटर गर्दैन जुन एपमा खिचे नि भयो तर अलिकति भर्सटाइल अलिकति वाइड त्यो खेलाउनु पर्छ अनि अलिकति इम्प्रुभ भए जस्तो हुन्छ तपाईँकै आई स्टाइलमा यहाँ हात थाक्यो सिसान बानीले कसरी गरिदियो होला यार उसले त हामीभन्दा पहिला त झन् ठुलो डिएसएलआर अनि डिएसएलआरबाट जे भयो भने आई थिङ्क उसको सेटअप पनि हेभी नै हुन्छ नि त्यो बानी पनि हो तिमीले यसरी गरेको कति भयो 2 दिन रेगुलर हो त होइन दाइले मलाई एकदम बर्न हान्नु भयो सो गाइस हामी चाहिँ अब जान्छौँ थ्याङ्क यू यति समय हेरिदिनु भयो धन्यवाद भन्नु दाइ धन्यवाद पर्सि चाहिँ हामी सन्डे कमिङ सन्डे चाहिँ उता ट्रेसी भन्ने ठाउँमा जानु छ अनि हामी बिहानै जान्छौँ त्यो दिन लगभग 5-6 बजीतिर हिँड्ने कुरा छ त्यो बेला देखाउँछु अझ कि सरले अझ के गर्छ भनेर उसको केटीहरू पनि भिजिट गर्ने त्यो दिन बिहान चिया खाने हो त्यहाँबाट लगभग हाम्रो 1.5 घन्टा जस्तोको ड्राइभमा जानेछौँ हामी खोला पनि रहेछ त्यतिर बस धेरै नभनौँ यिनीहरूलाई किनकि तिमीहरूले धेरै भइसक्यो धेरै यिनीहरूले हेर्दा नत्र भिडियो इन्ट्रेस्टिङ भएर त्यो ड्रोनहरू पनि ल्याएर हौ सबै कुरा भन्नु न ल ल